जेनजी पुस्तालाई पिर पर्यो अरे, राम्रो लागेन अरे। जेनजी पुस्ता भन्ने चाहिँ कुनै ठगी खाने भाडा हो? केपी ओली बिनाको एमाले बिनाको नेपाल चाहियो अरे उनीहरूलाई। मिसन 84 मा हेरौँला एमाले बिनाको नेपाल हुन्छ कि के बिनाको नेपाल हुन्छ। कसैलाई छोड्दिनँ म, एक जनाको पछाडि आउँछु। जसले यो बच्चाहरूलाई ताकी गोली हानेछ त्यसै गरी ताकी म निकाल्छु तिनीहरूलाई। चाहे मरेको होस् म खाल्टो खनेर भए पनि निकाल्छु। एकजनालाई छोड्दिनँ म। फाइनली जित हाम्रो नै भयो अनि नयाँ प्रधानमन्त्रीज्यूले शपथ पनि ग्रहण गरिसक्नुभयो। तर यो जित्दै गर्दा हामीले धेरैजना हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई गुमाउन पुग्यौँ। 50 भन्दा बढी जनाको मृत्यु भएको छ। अझै कति धेरै जना त हस्पिटलमा घाइते अवस्थामा नै हुनुहुन्छ। हजुरहरूले हाम्रो देशको लागि गर्नुभएको यो बलिदान न त कसैले बिर्सिने नै छ, न त तपाईहरूको बलिदान खेर नै गयो।